हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना नमस्ते। नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। आज चाहिँ हामी 22 तारिक हिँडेको। अब यस्तो बसन्तपुर गएको थिएँ। यस्तो पानी परेको बेला जाँदिनँ भनेर अल्छी लाग्दैन साथीहरूले जाम भनेर हिँडेको है। छाता ओढेर हिँड्दैछु। दुईजना साथीहरू उतातिर अगाडि यो दिदी भइहाल्यो। यता पाएको साथी यतातिर हाई हेलो गरिदेऊ। युट्युब च्यानल सब्सक्राइब गरिदेऊ भन छिटो। हेलो गाइस सबैजनाले के हो भ्लगको नामै थाहा छैन। भ्लगको नाम ब्रान्ड मगर भ्लग छ। ब्रान्ड मगर भ्लगको मान्छेको चाहिँ के भन्छ सब्सक्राइब गरिदिनु होला। यसले मेरो सबै लुगा झुट्टो बनाइदियो। पानी पर्दा नि यस्तो जाम भनेर मान्छेहरूले अब हिँडिसक्यो, रुमबाट निकालिसक्यो। अब पानी अब जाँदा बिसाउने कि होइन। अब उता अस्तिनको साथी नै थियो कि उता नयाँ थिएनको अस्तिको बसन्तपुर जाँदाखेरिको भ्लगमा थियो नि यहाँ साथी। यो साथी पनि उता नयाँ थिम निस्केको छ भन्थ्यो। आज नै हामी नयाँ थिम निस्केर अनि उता नयाँ थिमबाट गाडी चढेर जाँदैछु। पानी परिरहेको छ, गाह्रो छ हौ। नयाँ थिम आइपुग्दाखेरि पानी पिसाको अवस्था छ होइन साथीहरू। पानी पिसाइसक्यो। अब नयाँ थिम चोक आइपुग्छ। अब पानी पिसाएपछि झन् रमाइलो हुन्छ। यस्तो विधि पानी पराउनु किन गऱ्यौँ भा हौ। गर्दैन परिरहेछ भिजेर मर्छ होला आज। खै अस्ति यहीँ हो कि यो मान्छेले त्यो चाइनिजहरू किन्दाखेरि मोबाइल छोडेर हिँडेको। यही पसलमा त हो नि। उस किन्दाखेरि के अरे चाइनिजहरू किन्दाखेरि उस छोडेर हिँडेको, मोबाइल छोडेर हिँडेको होइन। अस्ति त्यो पशुपतिमा हामी गएको थियौँ मिङ्सोमा नोगेन मिसान गएको थियौँ कि त्यति बेला फोटो सेन्ड गरिदिएर मोबाइल बोकेर हिँडिहालेको। त्यो फोटो सेन्ड गर्ने मान्छे अनि के गर्यो त ल्यायो नि खोसेर लास्टमा कभर स नै फालिसकेको। त्यही भएर काठमाडौँको मान्छेहरूको भर गर्नु हुँदैन कसैको पनि। नगर यो निसा उयो गर्दैन चर्चा गरिदिन्छ नि। एक ठाउँमा भनेर अर्को ठाउँमा पुग्छिन्छ। त्यस्तो बाटै जाम गरेर त नहिँडौँ न हौ। आइसक्यो। अब हामी रोड क्रस गर्नुपर्ने हुन्छ होइन। अस्तिको साथीकै गाइडको होइन। वेलकम टु प्रताप खोला। अस्तिको साथी यहाँ हाई गर्दै बोलाउनु पर्दैन निसाहारी। हामीले चाहिँ जाम भन्नु पर्दैन। ओइ हामीले चाहिँ जाम भन्नु पर्दैन। यस्तो बाटो मात्र भएको छ। साथी आएपछि उहाँ फुटुर उहाँ पुगिसक्यो। 619 हो नि त। के हो यो केही बोलिदेऊ अब मेरो भ्लगको लागि। के छ ठिक छ गर्दैछौ मेरो भ्लगको लागि केही बोलिदेऊ त। के बोल्दिनँ अब के गर्नु नि सब्सक्राइब गरिदेऊ भन, लाइक गरिदेऊ भन, हेरिदेऊ भन। कहाँ गाडी चढ्नु यहाँ रोक्दैन गाडी। ए लु अब हामी बस चढ्छौँ गाइस। यहाँबाट कहाँबाट तल जाने कि यहाँ चढ्छ? यहाँ जानुपर्छ। यहाँ रोक्दैन। यहाँ त रोक्दैन त्यसो जाम न त। जाम तल म बोलिदिन्छु। भाइ पठाउनु यतिकै बोल्नु न। ए हामी अब सबैजना साथीहरू भेला भयो। अब हिँडेको बाइकतिर गाडी चढ्न फेरि उता तल जानुपर्ने रे। यो यस्तो चाहिँ गरेर चाहिँ गर्नुपर्ने है। त्यो पछाडिको क्यामेरालाई भाइ भ्लग बनाउनु सिक्दैछ। अब एउटा स्टिक नै किन्नु पऱ्यो। के भन्छ त्यो भ्लगर स्टिक त्यो भयो भने उस नहल्दिँदो रहेछ क्या। तलमाथि नहुँदो रहेछ स्ट्रेटमा।
टपरी ग्याङ होइन तिमीहरू म चाहिँ फेरि हेर्छ ओए ओए तिमीहरू टपरी ग्याङ होइन टपरी ग्याङ म चाहिँ होइन त्यसमा म परिनँ अक्कल आएर मयुर बसमा चढेको गाइस मयुर बस साथी मिलेछ कस्तो उस आयो के भन्छ अरे पछाडिको टाइपले केही राम्रै देखिन हाम्रो अगाडि चाहिँ हाम्रो गीत गाउँदै आउँदै हुनुहुन्छ लागेको होला यार गाडी आइपुग्नु लाग्यो गाई छ माछा पुगिरहेको सामाको माछा पोखर आइपुग्यो हामी झरेको तपाईहरु दुईजना आउनु है उयो गाडीमा पढेको छौँ न उयो गाडीमा एक्सप्रेस त्यो निराएछ भने गाडीमा पनि के साह्रो कराएर बोलेको पछाडि समानै सुनेर गरेँ पानी पर्ने घरमै पैसा कति कमाउने हो ए कमाउनु माछा पोखरीबाट यस्तरी जाँदैछु तिनीहरू कहाँ पुग्यो उसको फ्यान हो नि त यो निशा त निगम र रोशनको फ्यान फोन गरिसक्यो हामी आउँदैछ भनेर हो कि होइन निशा ओए हेलो के भन्छ अरे रोशन र निगमको फ्यान हो कि होइन होला को हो जाउँ टिकट काट्नु हामी आइपुग्यो जानु कस्तो मजाले फुल फुलेर रहेछ लु ल खै त देखाउनु त केटी मान्छेको कामै हो ए के अरे के हो यो अनिसा दिदी के हो यो छिटो आउनु न भएन देखाउनु हो तिम्रै जुत्ता हो तर नाइ पानी पर्यो ठन्डा पुरा आइदिला ए बिजु गएको यार पानी परेर नजानु हामी फर्केको अब 22 धारा घुमेर बाई बाई गाइज 22 धारालाई बाई बाई गर्दै गएको होइन अब कहिले आउने थाहा छैन अब त कहिले आउने थाहा छैन भोलि त घर गइदिन्छु होइन यस्तै अरे ल ल ल
गाइस धारा घुमेर सक्यो। अब हाम्रो ब्लग चाहिँ यहीँ अन्तिम हुन्छ है। लास्टमा सबैजनाले भिडियो हेरिसकेपछि लाइक गरिदिनु अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु। हाम्रो ब्लग चाहिँ यहीँबाट सकिन्छ अब। बाई बाई गाइज। अब फेरि पनि भेटौँला नेक्स्ट भिडियोमा।